साथीहरू बिहान बिहानै यो केटीलाई मेरो यादले सताएर हैरान परेर मलाई फोन गरेर भन्छे मलाई त तेरो लास्टै याद आयो भनेर म नि कि डुवा रोइरहेको फेरि रुनु पर्दैन म आइहालेँ के भेट्न भन्दै म त सुइके यो केटीलाई भेट्न अझ मलाई इमोसनल हानिदिइरहेको पुरानो सुरुको भेटदेखि लिएर अहिलेसम्म हामी कसरी नजिक भयौँ कसरी हाम्रो फ्रेन्डसिप गहिरो भयो यति छोटो समयमा यति धेरै यादहरू छन् भन्दै कहाँमा इमोसनल हुने हो त अरूलाई इमोसनल पार्ने हो भन्दै लु आज पुरानो यादहरू ताजा गरिदिउँ न त भन्दै यसको भिडियो फोटोहरू यसो राखिदिएको अब त हेर्दै मक्ख पर्छ होला साथीहरू यसलाई के हुन्छ कुन्नी मेरो अगाडि त खुब बच्चा बन्छे भाइ बरु म चाहिँ बच्चा बन्नुपर्ने के यसको अगाडि यो चाहिँ बन्छ के त्यो देखेर म छक्क पर्छु साथीहरू कति नाटक चटक देखाउन सकेको भन्दै आफू त आफू थिएँ मलाई नि त्यस्तै चटके बनाएर छोड्यो अब के गर्नु अझ हेर्न म कस्तो नेचुरल कस्तो क्युट आएको म कति क्युट छु है मेरो स्माइल कस्तो क्युट छ भन्दै मक्ख पारिदिइरहेछ केटीले मैले खोइ हेरौँ त हेरौँ कतिको क्युट रहेछ भन्दै यसको गफ सुन्दै बसेको थिएँ अब मेरो भोइसमा राखिस् है मेरो भोइसमा राखिस् भनेर त्यो राख्छु तेरो भोइसमा भन्दै आफ्नै भोइसमा राखेको लु आजलाई यति नै हो साथीहरू अर्को भिडियोमा भेटौँ